नमस्कार, म राजकुमार। फेरि पनि हामी आज लङ टाइम पछि कोलमाडा स्कुलमा आएका थियौँ। पहिलाको हेर्नु अहिलेको हेर्नु कति यो लागेर जङ्गल बिरुवा लागेर कति धेरै छ। पहिलाको वातावरण हेर्दाखेरि चाहिँ यस्तो थिएन। हामीले स्कुल पढ्दाखेरि चाहिँ पुरै खुल्ला थियो, यहाँ सब राम्रो थियो। अहिले हेर्नु त कोही विद्यार्थी पनि बिदाइ हुँदैछ अब कोलमाडा स्कुलमा। त्यसै गरी अब सबैलाई हामीले टिचरहरूलाई भेटिसकेका छौँ, हाम्रो पुरानो सरहरूलाई। आफूलाई नर्भस फिल भइरहेको भयो आज सरको रिटायर नै। नमस्कार सर। हजुरले पढाउनु भएको सर, हामीलाई बचपनदेखि पुरानो यादहरू आउँछ हजुरसँग। अहिले यहाँको माहौल कस्तो छ भनेर हामी हेर्न आएका थियौँ आफ्नो पढेको स्कुलमा। हजुरले केही भनिदिनु होला यहाँको बारेमा। हाम्रो जवाब पहिलाको उनीहरूको पहिलामा भन्दाको त्यो खराबी थियो, यो मार्न पुगिएको छ होइन। हजुर, यहाँको अभिभावक कार्यहरू स्थानीय सरकारले तपाईँबाट राम्रो कदम उठायो होइन। यदि तपाईँहरू सबैले यसलाई अझै मुहूर्त दिनुभयो भने विद्यालय अझै राम्रो गरेर जानेछ भन्ने पनि आशा लिएको छ। धन्यवाद सर, शिक्षा दिनुभयो हजुरले। धन्यवाद। हाम्रो विद्यार्थी पुरानो विद्यार्थी धेरै वर्षपछि भेट हुँदा धेरै नै खुसी लागेको छ। यसरी नै सबै विद्यार्थीहरूले पनि अझै यसरी मौका समय मिलाएर आइदिँदा राम्रो हुन्थ्यो। धन्यवाद। किनभने सबैले सरको बिदाइको लागि उसको माथि चाहिँ ठ्याक्कै यो पार्क बनाएको छ। यहाँ सबैले देख्न सक्नुहुन्छ, किनभने सबैले यहाँ भिडियो बनाइरहेको थियो, मैले देखिरहेको थिएँ भिडियो बनाएको। ठुलो पुल चाहिँ ऊ त्यहाँ माथि छ, त्यहाँ पनि हामी एकछिन पछि जानेछौँ। आउनु होला मसँग, हामी हेर्नेछौँ यहाँ कस्तो कस्तो छ भन्ने। किनभने भिडियोमा देखेअनुसार अरू फरक देखिन्छ। यहाँ यहाँ नेपालको झन्डा पनि लगाएको छ, देखिनमा धेरै सुन्दर देखिन्छ यहाँ। किनभने मान्छेको एउटा बसोबास गर्ने मान्छेहरूले यहाँ चाहिँ रमाइलो देखिन्छ। यहाँ आउने जाने मान्छेहरूलाई राम्रो देखिन्छ। अलि सुन्दरता भनेर कोलमाडामा बनाएको यो पार्कलाई चाहिँ आज म भिजिट गर्दैछु। आउनु होला मसँग। राम्रो छ, बच्चाहरूलाई मनोबल राम्रो हुन्छ, खेल्छन्, आएर रमाइलो गर्छन्, टाइम पास गर्छन्। किनभने यहाँ फुर्सद हुन्छ सबैलाई एकछिन आएर समय काट्नको लागि। सम्पूर्णलाई बताइदिएको छ। किनभने यहाँ हेर्न सक्नु गोदावरी नगरपालिका वडा नम्बर 12 को आर्थिक सहयोग निर्माण गरिएको कोलमाडा पार्कको मिति 2082 साल वैशाख 17 गतेका दिन गोदावरी नगरपालिका नगर प्रमुख श्री वीरेन्द्र भट्ट ज्यूबाट पार्कको उद्घाटन सुरु सम्पन्न गरियो। यो यसै गरी यो बनाउनेहरूलाई पनि यहाँनिर चाहिँ किनभने